नमस्कार, म हुँ निकेश कडेरिया र जनप्रश्नमा तपाईँहरूलाई नयाँ भिडियोको साथ स्वागत छ। विशेष गरिकन आजको यो भिडियो चाहिँ कुनै पनि विश्लेषणको विषयमा रहेको छैन। पक्कै पनि यो भिडियो भने मेरो स्वर सुकेबाट नै तपाईँले थाहा पाइसक्नु भएको छ। एउटा सर्ट एन्ड स्विट भिडियो रहेको छ, जहाँ चाहिँ हामी आज चाहिँ विशेष गरिकन एउटा पाठ सिक्नेछौँ है। पाठ अब मद्वारा एउटा यस्तो कच्चा उमेरकोले के सिकाउने, तर एउटा पाठ हामी इतिहासबाट सिक्नेछौँ। यो कुरो हो झापा क्षेत्र नम्बर 5 दमकबाट, जहाँ बालेन्द्र शाह, रञ्जित तामाङ, यो नाम मैले छुटाउन चाहिनँ, सम सांस्कृतिक पार्टी जयमाटोबाट चाहिँ हुनुहुन्छ हाम्रो समीर तामाङ सर र बालेन्द्र शाह, केपी शर्मा ओली पटक पटक यस ठाउँमा म उठिदिन्छु, जित्दिन्छु, अहङ्कार सहज थियो। उहाँलाई पटक पटक जनताले त्यहाँले विश्वास गरिरहेको थिए। सुकुम्बासीलाई लालपूर्जाको आशमा छानो हेरेरै बसिरहेका थिए, कहिले आउनुहुन्छ दिनुहुन्छ भनेर। पटक पटक कार्यकाल आयो, मान्छे फेरि विश्वास जताइयो, अशिक्षित प्रकारले शिक्षितलाई नै आफ्नो राज बनाइयो, फकाइ फुलाइ गरियो। तर यसपालि तुच्छताको पनि एउटा सीमा पार गरिसकेको थियो। हार के हो मलाई हार नै थाहा छैन। हार भनेको त सुनको मात्रै देखाएको छु। जै गर्ने केपी शर्मा ओलीको एउटा लज्जास्पद हार हुन पुगेको छ। के कारणले हार भयो, हामी यही विषयमा नै पाठ सिकौँ। पहिलो कुरा, बालेन्द्र 35 वर्षका युवा हुन्, जो जुन ठाउँबाट उठे पनि पछाडि यसो फर्केर हेर्दाखेरि अहिलेसम्म हार देखेका छैनन्। बरु बालेन्द्र शाहले हार के हो भन्दा सुहाउँथ्यो, किनकि युवा व्यक्तित्व छन् उनीमा। युवा जमात हामी जस्ताको फुल समर्थन छ। हामी के भनौँ, कति समय पार्टीमा लागेर लठीबद्ध भएका युवा पनि बालन भनेपछि हुरुक्कै गर्छन् होला। हात डङ्ग अलिकति अर्कैतिर फेर्न सक्लान्, तर मनमा भने एक तस्बिर भए पनि म बालनसँग लिन्छु भन्ने हुटुटी सबैमा हुन्छ। विशेष गरी यो चुनावमा बालेन्द्रबाट सिक्नुपर्ने मेरो लागि चाहिँ एउटा पाठ के थियो भने मौनता। मौनता नै एउटा शक्ति रहेछ के, र धैर्यता अर्को एउटा शक्ति रहेछ। बालनलाई यति साह्रो कटाक्ष गरियो, राजसभालाई त मानौ कि विदेशी एजेन्ट भनेर यतिसम्म लखेट्यो। र म यो विदेशी एजेन्टको कुरा पनि यो भिडियो मार्फत क्लियर गर्न चाहन्छु कि पुराना दलका नेताहरूले देश बेच्दाखेरि, दुनियाँ दिवाना बाहना बनाउँदाखेरि हाम्रो देश आधी उधी बेचिसकेकै हो। किनकि यो सबै हामीलाई थाहा भएकै कुरा हो होइन। कतिवटा सन्धि भए, कतिवटा के भए, राष्ट्रिय विपक्षी कतिवटा कामहरू भएको छ, जनतालाई घात कतिवटा भएको छ, त्यो तपाईँ हामी माझ नै प्रत्यक्ष नै छ। हामी बोलिरहेकै थियौँ र राजसभा आइदियो, फाइल अलिकति खोलिदिने खोजो, सहकारीको मुद्दामा मुछ्यो, जो नौलो कुरा होइन। पछि यो अदालतसम्म, वकालतसम्म जाने कुरा हो। पछि पनि छानबिन होस्, म छानबिन नहोस् भन्दैन, कसले के गरेछ त्यो छानबिन हुनु एकदमै जरुरी छ। तर मैले भन्न खोजेको एजेन्टका कुरामा चाहिँ कस्तो हो भने, पुरानो दलका नेताहरूले देश नबेचेका होइन, बेचिसकेका हो। तर अब यो नयाँ दलका नेताहरूले पनि एउटा बेचिएको देशलाई के गर्छन् कि भन्ने आशले आइराख्दाखेरि पुरानाले लगाइदिने एउटा आरोप भनेकै अमेरिकन चाइनिजको एजेन्ट हुन्, दलाल हो भन्ने एउटा सस्तो बहाना रहेछ मैले बुझ्दाखेरि। होला, कुनै व्यक्ति कहीँ काम गर्दाखेरि कुनै देशसँग आबद्ध ठोकिनु पुगेको हो, त्यो नहुन सक्दैन। त्यत्रो कतिजना नेतामध्ये कोही न कोही त त्यस्तो होला। तर समूहगत नै राजसभा भनेको बाहिरबाट चलेको भन्ने चाहिँ हुँदैन। यो देश नै बाहिरको रेमिटेन्सले चलेको छ र हाम्रा देशका नेता भनौँदोहरू चाहिँ विदेशी एजेन्ट भन्न अझै पनि पल्किरहेका छन्, जुन चाहिँ यो पालि राजसभाले प्रुफ पनि गरिदिइसकेको छ, लु खाओ त जेसुकै गर भन्ने। र विशेष गरिकन यो भिडियो बधाई तथा शुभकामना साथै एउटा मिठासपूर्ण मेरो अभिव्यक्ति आफू हजुरहरू समक्ष राख्नलाई थियो। आफूलाई लागेका कुराहरू थोरै धेरै भन्नु थियो। सुरुको दिनमा मैले प्रिडिक्सनमा 7,000 देखि 13,000को मत अन्तर हुन्छ भनेको थिएँ। त्यो कुन हिसाबले भनेको थिएँ भने, केपी ओली पनि त आफ्नो एउटा गाउँ ठाउँमा चाहिँ केही न केही मत ल्याउनुहुन्छ होला नि भन्ने आश थियो। अब मलाई नि फेल गरिदिइसक्नु भएको छ क्या उहाँले, टु बी अनेस्ट है। अध्यक्ष सरले चाहिँ जसरी काठमाडौँको त्यो भिरकुटी मण्डपतिर जुलुस गर्दै अध्यक्षता पाउँदाखेरि म हिउँ जस्तो पाराले हिँड्नु भएको थियो, केपी ओलीले दमकमा पनि एकचोटि त्यसरी हिँडेको मलाई हेर्न मन छ। र चाँडै नै हामीले केही नयाँ समाचार सुन्न पाउनेछौँ। मलाई थाहा छ अराजकताको कुनै पनि सीमा थिएन। आफूले मात्र यो देश चलाएको, आफ्नो मात्रै हो यो देश जस्तो गरिने अध्यक्ष लगायतका कतिपय यी टोलीहरूले गर्नुभएको अराजकतालाई मैले छेउबाट निहाल्दै पनि हेरि पनि रहेको थिएँ, जस कारणले गर्दा हार एकदमै जरुरी थियो। र म भन्छु कुनै क्षेत्रमा अझै हारिनु पर्ने नेताहरू अझै छन्, त्यो हार्नु नै पर्छ। अराजकताको कुनै सीमा छैन। यो देश कसै मेरो र तेरो मात्रै होइन, यो हाम्रो हो।
हाम्रो भन्ने शब्दले नै ठुलो भूमिका खेल्छ, जस कारणले गर्दा यो पार्टी होइन देश हो। पार्टीको अध्यक्षता जसरी उहाँलाई जितायो, काठमाडौँमा जुलुस गरियो, दुनियाँ दिवाना गरियो, त्यति सजिलो भने छैन देशबाट जित्नलाई। यो पालि जो कट्टर भनाउँदा थिए उहाँहरूले पनि आफ्नो हातलाई घुमाइसक्नु भएको छ। यो पार्टी भनेको त म बाँचुन्जेल हालौँला, यसपालि बालेन जस्तो म चुकाउँदिनँ भन्नुभएको छ र यो जित हाम्रो लागि एकदमै स्वीकार्य छ, मन्जुरी छ। धन्यवाद भन्दै यस भिडियो म अन्त्य गर्न चाहन्छु। अन्त्यमा एउटा कुरा भन्न चाहन्छु कि धैर्यता भनेको सफलताको एउटा प्रतिबिम्ब रहेछ, आज मैले थाहा पाएँ। मौनता भनेको मिठास रहेछ। यद्यपि यस भिडियोबाट नै हामीले बुझिसक्यौँ कि मौन बस्ने बालेनलाई त्यत्रो कटाक्ष आउँदा केही नै बोलेनन्। अब हेर्नु जनताले अहिले उसलाई बोलेर पठाइदिइसके, लु बधाई छ हजुर भनेर। यही नै रहेको छ। आजको भिडियो के कस्तो लाग्यो प्लिज लाइक शेयर एन्ड सब्सक्राइब। भोलि एउटा नयाँ भिडियोको साथ हामी उपस्थित हुनेछौँ। त्यो दिनलाई हस्त नमस्ते, जय देश, बाई बाई।